सो हेलो गाइज वेलकम बैक टु माई न्यू भिडियो। आइएम सबैजना सन्चै आरामै हुनुहुन्छ भने म सन्चै आरामै छु र आज चाहिँ म गाउँतिर आइरहेको छु गाइज। गाउँको भ्यू चाहिँ बवाल छ हेर्नु। सब गाउँको भ्यू बवाल छ गाइज हेर्नु। उहाँ डाँडातिर नि दामी छ गाइज। सो गाइज त्यही म गाउँतिर आइरहेको छु र आज चाहिँ भिडियो लङ भिडियोमा भने सुरुवात गर्न थालेको के हुन्छ गाइज हेर्नु होला। अन्तिमसम्म हेर्नु होला गाइज। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र गाउँको भिडियो चाहिँ म ल्याउने छु गाइज। र बाजे घाँस काट्दै हुनुहुन्छ, म नि अब त्यही घाँस काट्नतिर लाग्छु। अनि त्यही गाइज सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिराख्नु होला। देखिरहेको ट्याग बेलुतीमा लाग्दा सर्पु ट्याक्कै देखिरहेको त्यही गाइज गाउँघरतिर सर्पु हुन्छ होइन। पछाडि मेरो देखेको घर चाहिँ बवाल छ गाइज हेर्नु होला। गाउँघर यस्तै हुन्छ। सबैजनाले माया सपोर्ट देखाइराख्नु होला र सबैजना माया सपोर्ट देखाइराख्नु भएको छ। अझै माया सपोर्ट देखाइदिनु होला। सबैजनालाई धन्यवाद गर्न चाहन्छु। र मेरो फाइनली 82 सब्सक्राइब पुगेको छ गाइज। सबैजना अझै माया सपोर्ट देखाइदिनु होला। र आजको भिडियो चाहिँ राम्रो भए पनि नराम्रो भए पनि हेर्दैन गाइज। गाउँघरतिर आइरहेको छु। भिडियो चाहिँ अलि उसै हुन्छ गाइज। सबैजना लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला र ब्ल्याक एन्डमा चाहिँ गरेर दिन्छु। त्यही गाइज अब म चाहिँ यहीँ टक्क बेलुतीमा लागेको मेरो सर्व देखिरहेको कताको यता भागेको सर्व चाहिँ त्यही गाइज। अब यहाँ भैँसी थिमार्नु पर्ने हुन्छ डोकोले अब भैँसी पनि देखाइदिन्छु गाइज म तपाईँहरूलाई। ट्यागको भैँसी थिमार्नु भन्नुहुन्छ होइन गाइज। यी ट्यागको भैँसी चाहिँ है केही गर्दैन दामी हुन्छ। दुई भइसक्यो गाइज। यहाँ त गाउँतिरको मौसम पनि बवाल छ हेर्नु। त्यही गाइज काहीँ यस्तै छ जिन्दगी होइन। सबैजना लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। त्यही गाइज म चाहिँ डोक्लिन आएको गाइज होइन। डोकोले जानुपर्ने हुन्छ घाँस लिनलाई। डोक्लिन आएको गाइज ट्याग डोक्लिन आएको सब्सक्राइब भइदिएको छ। त्यही गाइज अब डोको बोकेर च्याम्पु त लिनुपर्छ होइन। सर्प देखेर लियो होइन। अब त्यो छ गाइज राम्रोसँग हिँड्नुपर्ने सोच ट्याग डोको लिनु भने त्यो गर्दा सिरी सर्प यार। त्यही गाइज सबैजनाले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। ट्यागको बेलादी बुट हेर्नु चाहिँ बेलादी बुट चाहिँ बवाल छ। अहिले खानुपर्छ। त्यही गाइज त्यहाँ गोठभन्दा यता क्या पूर्वतिर यस्तो उता फल्छ यता खान्छ यस्तो एकदमै खान्छ कि दिउँसो यस्तो। न्यू डे न्यू ब्लग होइन। हिजोको ब्लगमा मैले राम्रोसँग ब्लग बनाउनु पाइनँ र आज दसैँको दिनमा मैले ब्लग बनाउनु लागिरहेको छु। र आज यहाँ चाहिँ गाउँ जान लागिरहेको छु बाटोमा देखाउन खासै। र त्यही पनि राम्रोसँग माया गरेर हेरिदिनु होला गाइज। हेलो गाइज के छ मेरो सब ठिक छ होइन गाइज। आज चाहिँ गाउँ जान लागेको ट्याक्सीमा सरेर होइन। अहिले बाटोमा आइसक्यो ब्लग बनाउनु बिर्सिहाल्यो गाइज। अब बनाउनु पऱ्यो सर होइन। त्यही गाइज यहाँ तिर हाल्नु चाहिँ बाबाले चाहिँ ट्याक्कै आनन्द जाने बहिनी चाहिँ हेलो अब यहाँ सर जाने गाइज। त्यही हो बाटोमा भेटौँ ल। के भन्छ भाइमा रोड चाहिँ बवाल छ कि है। म चाहिँ गाडीमा बसिरहेको छु। मामा त्यता हुनुहुन्छ राइड गर्दै हुनुहुन्छ मामा चाहिँ। हेलो गरिदिनु मामा। ए हेलो गरिदिनु मामा। ट्याक्कै गाडीमा बसिरहेको छु गाइज म चाहिँ। अब सरर जानुपर्ने हुन्छ। आनन्द मजाले जानुपर्ने हुन्छ गाइज। आनन्द हुन्छ गाइज। अब सरर बाटोमा आनन्द जानुपर्ने हुन्छ होइन। मजा बाटोमा के कस्तो हुन्छ गाइज सब ल्याउनु। ड्युममा आयो हामी चाहिँ। ड्युममा होइन ड्युममा होइन मा हजुर हो टक्क ड्युममा आयो गाइज हेर्नु यहाँ। खोला चाहिँ मकन छ चाहिँ मकन छ गाइज खोला चाहिँ हजुर।
है गाइस। गाइस बाटो कति हिलो भनेको है, बाटो डेन्जर हिलो हेर्नु गाइस। यो त धेरै वर्ष भन्छ बाबु धानले नयाँ पुल बन्दै रहेछ के छ तपाईँ राज्य हुनुहुन्छ त्यही हो। सो गाइस म चाहिँ घरमा आइसकेको छु हैन। अहिले चाहिँ पछाडिको भ्यू चाहिँ बवाल छ गाइस, हेर्नु पछाडिको भ्यू चाहिँ बवाल छ। अहिले म घरमा आइसकेको छु। म जन्मेको ठाउँमा गाडीमा चाहिँ भ्लग बनाउनु पाइएन गाइस, किनकि आएर भन्दा त्यहाँ मान्छे थियो कि धेरै, त्यो भएर लाज लाग्यो बनाउन। र मेरो च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र आजको भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु। के कस्तो लाग्यो लास्टसम्म हेर्नु होला गाइस, सानो सर्ट भए पनि लास्टसम्म हेरिदिनु होला है त ल।